थकाली समुदाय जनजाति महासङ्घ राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा मान्यता प्राप्त आदिवासी जनजाति हो र जनजाति मध्ये उन्नत समुदायको रूपमा चिनिने यस समुदायको मूलतलो मुस्ताङ जिल्लाको थाकखोला क्षेत्र मानिन्छ। यो समुदाय आज विभिन्न शहर र देशमा फैलिएको भए पनि आफ्ना परम्परा र मूल्य मान्यतालाई निरन्तर अगाडि बढाउँदै आइरहेको छ। त्यसमध्ये विवाह पूर्व हुने खिमिचुजी थकालीहरूको मौलिक संस्कृति हो, जसलाई आजको आधुनिक परिवेशमा पनि निभाइदै आइएको छ। नमस्ते सबैजनालाई। म चाहिँ हिरा दाइ र सीधा भाउजूको घर आइपुगिसकेको छु हैन। अब हाम्रो भडाई युवाको चाहिँ खिमी राख्ने प्रोग्रामको लागि यहाँ तयारी हुँदैछ। दाजुभाइ चेलीबेटी ज्वाइँहरू हामी सबै जम्मा भइसकेका छौँ। आज चाहिँ म अहिलेसम्म चाहिँ केटीको तर्फबाट मात्रै खिमी राख्ने कार्यक्रमहरूमा सहभागी भएको थिएँ हैन। तर यसपालि चाहिँ केटाको तर्फबाट सहभागी हुने मौका पाएको छु हैन। त्यही भएर केटाको पत्ती कस्तो कस्तो तयारीहरू हुँदो रहेछ भन्ने कुरा म तपाईहरुलाई देखाउन जाँदैछु। पत्तीको मा चाहिँ के गर्नुपर्छ, कस्तो कस्तो हुन्छ भन्ने कुरा यो भन्दा अगाडि मैले भिडियो बनाइसकेको छु डिटेलमा हैन। त्यो हेर्न चाहनुहुन्छ भने चाहिँ म आई बटनमा त्यो भिडियोको लिंक राख्ने छु, हेर्नु होला हैन। अनि डिस्क्रिप्सन बक्समा पनि राखिदिने छु, हेर्नु होला। र आज चाहिँ केटापट्टिको तर्फबाट के कस्तो तयारीहरू हुन्छन्, के गरिन्छ त्यो हेर्नु होला है त। म सकेसम्म राख्ने नै छु हैन। हाम्रो रमाइलो पलहरू, खुसीका पलहरू हैन, तयारीका तरिकाहरू है त। तयारीको चिजहरू चाहिँ माथिबाट हुँदै रहेछ हैन। त्यही भएर माथिको मेन किचनमा चाहिँ म हेर्न आएको छु। हेरौँ है त के छ यहाँ तयारी। कस्तो अर्कै देखिने भएछ के, कस्तो राम्रो भएको के, कता राम्रो नि। कस्तो राम्रो होस्, उज्यालो नि भएको। त्यही त नि कान्छा भरेको है। नेटेकरहरू के भयो, के रहेछ नेटेकर देखाउनु पर्यो भने। नेटेकरमा लानुपर्ने सामानहरूमा चाहिँ यो पुरी 9वटा, अनि यो छुर्पी हैन फुराएर, अनि यो लोकल रक्सी है, यहाँ घरमै मजाले चुलामा बनाउने सानो मिनी चुलामा बनाउनु भएको छ। यो सब तयारीहरू नेटेकरको हुँदैछ है। थकाली चलनहरूमा चाहिँ ज्वाइँहरूको एकदमै भूमिका रहन्छ हैन। ज्वाइँहरूले नै यो पूजाको सामानहरू, यस्तो तयारीहरू चाहिँ ज्वाइँहरूले गर्नुपर्ने हुन्छ। उहाँ चाहिँ हाम्रो फुवाजू जाँड छान्दै हुनुहुन्छ। हामी थकाली भनेको चाहिँ हिमाली भेगमा बसोबास गर्नेहरू हो हैन। हाम्रो वेशभूषाले पनि अनि खानपानले पनि पुष्टि गर्छ त्यो कुरा के हैन। त्यही भएको कारणले गर्दाखेरि होला अब जाडो ठाउँमा रक्सी जाँड बेसी चल्छ नि त। त्यसकारणले हाम्रो पूजा आजा राम्रो नराम्रो सबै काममा चाहिँ जाँड रक्सीहरूको आवश्यकता हुन्छ हैन। अनि खिमी राख्न जानेमा पनि मेन सगुन चाहिँ माइतीहरूले खुलाउनु पर्ने दिनुपर्नेमा चाहिँ जाँड र रक्सी नै मेन हुन्छ। विवाह सामाजिक संस्था र संस्कार दुवै हो हैन। र यो थकालीहरूको मात्रैको एकदमै आफ्नै मौलिक परम्परा हो है। अनि जुनसुकै प्रकारको विवाह गरेको भए पनि केटा र केटी पक्षको बाबुआमाले स्वीकार नगरेसम्म चाहिँ यसले विवाहले चाहिँ सामाजिक मान्यता पाउँदैन हैन। थकालीको विवाहले मान्यता पाउनको लागि खिमी बसाल्नुपर्छ, स्वयंवर गर्नुपर्छ र खर्चजी पनि सम्पन्न गर्नुपर्दछ है। खिमी बसाल्ने भनेको चाहिँ केटीको गोत्र केटापट्टिको गोत्रमा परिवर्तन हुनुपर्ने हो हैन। र यो अर्को एक प्रकारले चाहिँ विवाह पक्का अथवा इन्गेजमेन्ट पनि हो। खिमी बसाल्नेमा चाहिँ खागलो, जन्तर, सुराई अथवा फोम, चाँदीको ठेकी लिएर चाहिँ केटी पक्षको घरमा केटाहरू जानुपर्ने हुन्छ हैन। यो चाहिँ अति आवश्यक हुन्छ, जुन चाहिँ हाम्रो आजकल समाज घरमा पनि हुन्छ है। कस्तो रमाइलो सानो उसमा पाक्दै रहेछ त उता। यहाँ अहिले चाहिँ हामी दुलहा युवाको घरमा सबजना नजिकका दाजुभाइहरू, चेलीबेटी, ज्वाइँसापहरूको जमघट छ हैन। एकदम नजिकको आवश्यक मान्छेहरू मात्रै छौँ। र आठुबा ठुलुबा काकाहरू हैन। अनि दाजुभाइहरू चाहिँ सरसल्लाह आवश्यक, कसरी काम गर्ने सम्पन्न गर्ने। अनि जाडो छ, घाम तापेर यसरी बसिराख्नु भएको छ भने ज्वाइँसापहरू चाहिँ नेतेकरको उता लानुपर्ने सामानहरू सबै तयारी गर्दै हुनुहुन्छ हैन। अब तपाईहरु यही बसी यहाँ आउनु परेन। यो चाहिँ किचन हैन। यो चाहिँ हाम्रो दाइ भाउजूहरूको एक्स्ट्रा किचन। यस्तै आवश्यक पर्दाखेरि काम लाग्छ भनेर आँगनमै किचन बनाउनु भएको छ। कस्तो सजिलो के हैन। यही खानाको तयारी हुँदैछ। यत्रो दाजुभाइ चेली ज्वाइँहरू सबजना तयारी। अब खाना खाएर अनि त्यसपछि खिमी राख्ने कार्यक्रमको लागि हामी सबजना समाज घर जाने हो।
यहाँ चाहिँ दुलाको हजुरबा हजुरआमाको बितिसक्नुभयो 2-4 वर्ष अगाडि हैन उहाँहरुको सम्झनामा मठ बनाएको छ उहाँहरुलाई को सम्झनामा पितृ चढाउनको लागि बनाएको यो चाहिँ नृत्यकरको अन्तिम तयारी भइरहेको छ हैन यो चाहिँ जयसापहरुकै जिम्माको कुरा भयो हैन उहाँ चाहिँ मूलजय हुनुहुन्छ खिमीमा चाहिँ नृत्यकरको एकदमै महत्त्वपूर्ण विधि मानिन्छ हैन र नृत्यकर भनेको चाहिँ दुलाको घरबाट दुलहीको सोझाटमा विवाहित जेठी दिदीलाई दिइने कोसेली हो हैन सायद यस्तो गर्नुको सांकेतिक अर्थ चाहिँ बहिनीलाई सफलतापूर्वक घर गृहस्थीको बारेमा सिक्न प्रेरणा मिलोस् भन्ने पनि हुन सक्छ हैन यदि आफ्नै घरमा सोझाटमा विवाहित दिदी छैन भने चाहिँ सबभन्दा नजिक नाताको सोझाटमा विवाहित दिदीलाई चाहिँ नृत्यकर दिइन्छ र नृत्यकरमा राखिने सामग्रीहरूको कुरा गर्नुपर्दा चाहिँ 9 महिना चामलमा 9 वटा पुरी रोटी चौरीको घिउ वा सो बराबरको रकम सेतो थैलीमा राखिन्छ र धुपीको पात मुखमा राखी 9 वटा गाँठो पारी कसिन्छ है अनि त्यसै गरी चाहिँ अर्को खानदानीमा पनि 9 वटा पुरी रोटी उवाको साटु अन्डा छुर्पी फुराएको हैन आदि जस्ता स्थानीय खानेकुराहरू राखिएको हुन्छ नेपाली परम्परा र संस्कारमा 9 संख्या शुभ पूर्णता शक्ति सन्तुलन र शुभ को प्रतीक ब्रह्माण्डीय सन्तुलनको प्रतीक मानिन्छ हैन जस्तै नवग्रह नवदुर्गा नवग्रह शान्ति नवरात्रि नवगुण आदि है त्यसैले सायद यस नृत्यकरमा पनि 9 नम्बरलाई चाहिँ आधार मानिएको देखिन्छ खिमीको लागि आवश्यक पर्ने सबै कुराहरू तयारी भइसक्यो हैन र यता खानेकुरा पनि रेडी भएर अब खाना लगाइदैछ अब खाना खाइसकेपछि चाहिँ हामी केटा पक्षहरू केटी पक्षको तिर जानु छ हैन त्यो भनेको चाहिँ समाज घरमा खिमीको कार्यक्रम सम्पन्न हुनेछ अब खाना पश्चात चाहिँ हामी त्यता जान्छौं सबैजना खाना खाने कार्यक्रम सुरु भइसक्यो हैन सबैजना खाँदै छौं अनि खाना सर्भ गर्ने चाहिँ हामी छोरी बुहारी उपस्थित लेडिजहरुले नै गर्दै छौं हैन अब यता खानेहरुको लागि चाहिँ रेड लेबल रेडी छ बियर छ कसैको लागि है हजुर हजुर यो त नर्मल क्यामेराबाट खिचेको हैन पाँच ठाउँबारे दाल रमनाजी अब चाहिँ खानामा सबै उम्किसक्नुभयो हैन हामी लास्ट लट हामी खाँदैछौं अब यसपछि चाहिँ जाने कार्यक्रम हो अब एकैताल अब उता जानको लागि चाहिँ सबै खादा हैन शुभ कार्यमा जानलाई खादा लगाइदिँदै हुनुहुन्छ हाम्रो तोम आठेबाले सबैलाई जयसापहरु चाहिँ हातमा कसैले के बोकेर अगाडि हिँडिसक्नु भयो हैन अब बाकीहरु चाहिँ अब कोही गाडीमा कोही बाइकमा कोही केमा हैन जान लाग्दैछौं हामीहरु उहाँ चाहिँ दुलाको आमा सीता भाउजू कसाकस हिँड्दै हुनुहुन्छ हैन अब हामीहरुको भेट समाजघरमा हुनेछ है त समाजघर आइपुग्यो दाजुभाइ नै आइपुगेछन् रे भयो अब समाजघरमा हामी चाहिँ आइपुगिसक्यौं हैन दुलेपत्तीको दाजुभाइहरु आन्सेनहरु चाहिँ आउँदै रहेछन् ल जयसापहरुको गाडी पनि आइपुग्यो है त
जसले खादा लगाएको थिएन केटा पक्षहरूलाई चाहिँ सीता भाउजूले खादा लगाइदिँदै हुनुहुन्छ है। र केटी पक्षबाट चाहिँ नबोलाइन्जेल अहिले हामी बाहिरै बसिरहेको छौँ होइन। उहाँहरूले कतिखेर बोलाउनुहुन्छ त्यसपछि भित्र जाने हो। अब चाहिँ केटा पक्षको इन्ट्री भइसक्यो। अब आफ्नो सामानहरू के हो चाहिने जति सब बोकेर हामी किमी राख्ने ठाउँमा चाहिँ प्रस्थान गर्दैछौँ भनौँ न होइन। दाजु अनि भाइ बेला छोरी चाहिँ तपाईँ दाजुभाइ ल ठिक छ। हाम्रो मम्मी आफीहरू लेडिजहरू चाहिँ भित्र जाँदै हुनुहुन्छ। अब म पनि जाँदैछु है। हामी सबजना माथि नै जाने हो। अब नमस्ते आनु चाहिँ त कति त यतै हुनुहुँदैछ दाजुभाइमै अन्त ल ल ल मेरो माइती राजा नमस्ते। हेलो ल हाम्रो चेली चाहिँ दाजुभाइ दुबै पर्नेहरू यिनीहरू होइन। त्यही त माइजू घरको माइजू पनि परिन् फुपू पनि परिन्। ल ठिक छ सबैलाई नमस्ते गरेर स्वागत गरेको दाजुभाइ भएर होइन त। अब चाहिँ हामी यता आज चाहिँ ल हाम्रो टोली चाहिँ आज अब यता सधैँ यो कन्ने केटा हो। कन्ने केटा तिम्रो दुईजना ल ठिक छ। अब पिछाडको कन्ने केटा बनाउनु पर्छ उसलाई। ल ज्वाइँहरू चाहिँ ड्युटीमा लागिसक्नु भयो। अब छेछे गर्ने जाँड भरिँदैछ होइन। अब उता केटीपट्टिको आनचेन माइतीहरू भएको ठाउँमा चाहिँ लगेर जानुपर्ने हुन्छ। यो कोसेलीहरू सबै केटापट्टिबाट जानुपर्ने हो। अनि ज्वाइँ सापहरू हाम्रो बहिनीहरू मिलाइदिँदैछन् है सामान। त्यहाँबाट अलिको जाँड रक्सीको धोलहरू भयो यिनीहरू होइन। केटा पक्षपट्टिबाट आएको हामी जन्ती भनौँ एक हिसाबले ज्वाइँ दाजुभाइहरू होइन सबजना यहाँ बसेका छौँ हामी। दुलैपट्टिको माइती आनचेनहरू चाहिँ आउँदै हुनुहुन्छ होइन। उहाँहरू सबजना आउनुभयो भने कार्यक्रम सुरु हुन्छ। ज्वाइँ साहबहरूले चाहिँ हामीले लिएर आएको नृत्यकर रक्सी जाँड होइन सबै चाहिँ अब खाङ्गलो चाहिने सामानहरू अब बुझाउन जाँदैछ। क्यामेराम्यानहरू क्यामेराम्यान क्यामेरा ल करोडको कुरा गर्नुभयो अहिले चाहिँ है। करोडको कुरा गर्नुभयो अहिले चाहिँ करोडको कुरा गर्नुभयो अहिले चाहिँ। दुलैको बुवा अनि भाइ चाहिँ खिमी चढाउन जाँदै हुनुहुन्छ होइन। कुनै पनि शुभ कार्य गर्नुभन्दा अगाडि चाहिँ हामीले देवता इष्ट देवताहरूलाई सम्झन्छौँ होइन। उहाँहरू ध्वजा नेजा सबै लिएर जाँदै हुनुहुन्छ। सँगै ज्वाइँहरू चाहिँ पहिलो लटको जाँडहरू लिएर अनि जाँदै हुनुहुन्छ। अब विधिवत खिमीको कार्यक्रम सुरु भइसक्यो छेछे गर्नको लागि। अनि सँगै यो धोपीको पाठले गर्नुपर्ने हुन्छ होइन। हामी चाहिँ यता रमाइलो गर्दै बस्दै फोटो खिच्दै हाम्रो पढ्ने केटा हाम्रो नाति सानो बाबु चाहिँ हाम्रो नाति होइन। आमा चाहिँले फकाउँदैछ उसलाई किनभने यो चाहिँ केटापट्टिको कन्ने केटा हो यो बाबु होइन। अनि उसले चाहिँ ढोक्नुपर्छ कि दुलैको आनचेन माइतीहरू सबैलाई होइन। फरेपछि सिद्धिसकेपछि अब चाहिँ ढोक्ने कार्यक्रम हुन्छ। यो बाबुहरूले दुईजना छन् उनीहरूले चाहिँ ढोक्छन् सबजना
माइती यहाँ उपस्थित आन्छन् सबैले हो त्यही त माग्दैछु दुईटामा छ्याङ हाल्दिनु त अघि लिएको त्यो जाँडबाट चाहिँ माइतीहरूले चाहिँ आफ्नो पितृहरू सम्झिँदै छेछे गर्दै हुनुहुन्छ हैन तपाईं त भाग्यमानी हुनुभयो नि आफ्नै माइतीको छोरी ल्याउनु भयो दुईटै भने जस्तो है ल अब ढोक्न जानलाई रेडी ल अब दोस्रो पटक खिम चढाउन जाँदै हुनुहुन्छ है फेरि जय साप मसाज गरेर पुग्यो त्यही त मसाज लथारो है लतरपट सर्ट पनि नभएछ मामालाई जसलाई हस्याङपर भनिन्छ उहाँ हुनुहुन्छ श्री पारस गौतम चोकी ट्याकुन सानो भर्याङ काठमाडौँ निवासी पारस गौतम कुनैको मामा भान्जीको मामा है उहाँको भान्जीको तर्फबाट मामा चाहिँ स्वयं मुस्लिम भएको छ त्यसै गरेर मापर दुलापट्टिको बरपट्टिको मूल ज्वाइँ मा श्री गोकुल तुलाचन चौमन क्यू भुँडीवाल काठमाडौँ दुलापट्टिको चाहिँ के अरे मूल ज्वाइँ अब भन्दाखेरि दुलापट्टिको फरकको दाजुभाइ त्यसलाई प्रतिनिधि गरेर त्यसलाई धपर भनिन्छ उहाँ हाम्रो त खसी छ काठमाडौँको चाहिँ हाम्रो कोषाध्यक्ष पनि हुनुहुन्छ लरागार क्यूका श्यामबहादुर गौचन महादेव काठमाडौँ इम्पोर्टेन्ट मान्छे पनि हुनुहुन्छ उहाँ दुईजना चाहिँ सम्बन्धित हुनुहुन्छ म चाहिँ तेस्रो मान्छे चाहिँ इम्पोर्टेन्ट निर्णायक भोट भोलि तलमाथि केही भयो भने मैले निर्णायक भोट न्यायाधीश र यसरी अब उहाँलाई चाहिँ यो घरबाट चाहिँ सकुन अब ल्याउने काम भएको छ र उहाँले सकुन लिइसकेपछि अनि हामीले यसमा चाहिँ सिग्नेचर गराउँछौँ हस्ताक्षर गराउँछौँ त्यसपछि चाहिँ यो हुन्छ त्यसपछि यो लागेर म सिग्नेचर गर्दैन भन्ने भन्दा फेरि अब दुलैको दिदीलाई चाहिँ नैतिकर हस्तान्तरण गरिँदैछ होइन मेरो बहिनीको चाहिँ जानुपर्छ महामती सेवक बगानी सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौँ स्थापित 2032 साल नीति 2082 साल मङ्सिर आज 19 गते विषय खिमी चुची प्रमाणपत्र
थकालीहरूको सामाजिक परम्परा अनुसार मेरो छोराको खिमी चुजी गरिदिनु हुन भनी श्री हिराप्रकाश गौचनको मिति 2022 साल 8-14 गतेको निवेदनबाट अनुरोध भइ आयो अनुसार उहाँ चाहिँ थकाली समाज काठमाडौँका क्षेत्रीय अध्यक्ष श्री कृष्ण गौचनजी हुनुहुन्छ होइन। उहाँहरू चाहिँ समाजको तर्फबाट प्रतिनिधि हुनुहुन्छ। अब चाहिँ प्रमाणपत्र वितरणको कार्यक्रम भइरहेको छ। खिमिचुजीको सब कार्यक्रम सकिसकेको छ है त। श्री हिराप्रकाश गौचन तथा श्रीमती सीता गौचनको सुपुत्र वर्ष 33 को श्री युवा गौचन बुर्दिबाङ बस्ने तिनजन प्याट टम्बोबै क्यू परिवारका सदस्य श्री रिक प्रसाद शेरचन तथा स्वर्गीय चन्द्रकुमारी शेरचन की सुपुत्री श्री सम्झना शेरचन नागरिकता प्रमाणपत्र नम्बर 7 थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौँको सभाहरूमा खिमी चुची गरी आजकै मितिदेखि सुश्री सम्झना शेरचन आफ्नो क्यूबाट चौकी प्या भर्खर क्यूमा प्रवेश गर्नु भएकोले थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौँका अध्यक्ष कृष्ण गौचनको खम्ब कुशलमा दुवै पक्षका उपस्थित दाजुभाइ इष्टमित्र तथा तपसीमा उल्लेखित साथीहरूको रोहरमा हिउँ परिवर्तन भएको ब्यौरा जानकारी गराइन्छ। सुखद तथा सफल दाम्पत्य जीवनको लागि शुभकामना। हामी दुवैजना युवा गौचन र सम्झना शेरचन दुवैजनाको फोटो टाँसिएको छ यहाँ हामीसँग र यो 3 कपी हुन्छ। एक कपी वर पक्षलाई दिइन्छ, एक कपी वधु पक्षलाई र एक कपी चाहिँ थकाली समाज हाम्रो चाहिँ क्षेत्रमा चाहिँ रेकर्ड लागिरहन्छ। र साथीहरूमा मैले अघि नै भनिसकेँ, फेरि दोहोऱ्याउन चाहन्छु। हस्याङपर वधुको मामा श्री पानस गौचन त्यातन सानो भर्याङ काठमाडौँ, महापर बरपट्टिको मूल ज्वाइँ श्री गोकुल तुलाचन चौमन क्यू घोडेबाल काठमाडौँ, धपर बरपट्टिको फरक क्यूको दाजुभाइ श्री श्यामबहादुर गौचन लरागेरा महादेवटार काठमाडौँ, अध्यक्ष कृष्ण गौचन, क्षेत्रीय सदस्य महेन्द्र गौचन। उहाँहरू पहिले ज्वाइँ जेठान पनि हो होइन। अब चाहिँ समितिको सम्बन्धमा पनि घाँसिनु भयो। हाम्रो थकालीमा चाहिँ मामाचेला फुपूचेला बिहा हुन्छ होइन। अनि यो प्रमाणपत्र पनि साथसाथ भइसक्यो, जुन चाहिँ थकाली सेवा समिति काठमाडौँ क्षेत्रबाट उहाँहरूलाई उपलब्ध भएको छ। यो सँगै खिमिचुजीको कार्यक्रम पनि सकियो होइन। हामी नवविवाहित जोडीलाई चाहिँ सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छौँ होइन। अब चाहिँ खानपिन हुन्छ, अझ झमक्क बिजुली गाउने हुन्छ, बाटो छेक्ने होइन, पैसा झार्ने, यी यस्ता कार्यक्रमहरू बाँकी छन्। खिमिचुजीको मेन कार्यक्रम चाहिँ सकियो। अब चाहिँ हामी सबैजना किचन डाइनिङ तलतिर छ होइन। र घर जाने बाटो पनि बाहिरै भयो। सबजना तलतिर प्रस्थान गर्दैछौँ होइन। अध्यक्षज्यू पनि जानुभयो अनि बाँकी परिवारका सदस्यहरू पनि जाँदै हुनुहुन्छ। थकाली सेवा समिति काठमाडौँको भातृ सङ्गठन महिला परिवारको सदस्यहरूबाट दुलहाको परिवारलाई चाहिँ खाडा ओढाई बढाई तथा शुभकामना प्रदान हुँदैछ होइन। अनि र दुलहाको परिवारबाट पनि यस खुसियालीको अवसरमा चाहिँ केही सहयोग प्रदान गर्नुभएको छ। दुलैको आन्चेन अथवा दिदीबहिनीहरूले चाहिँ अब दुलापट्टिलाई चाहिँ बाटो छेक्नुहुन्छ होइन। यो रमाइलो पल हो, बाटो छेक्नुहुन्छ अनि पैसा झार्नुहुन्छ होइन। अब हेरौँ उहाँहरूको रमाइलो है, शेरचन टम्फुका छोरीहरूको।
पैसा माल